मेवा जनस्वास्थ्यले के भन्छ? पहेँलो फलफुल हरियो सागसब्जी आँखाको ज्योति भनेर भन्छ। आँखाको ज्योति। पहेँलो फलफुल खाने यसरी, अनि हरियो सागसब्जी खाने यसरी। यो सागको तर्का, यो साग पकाउने खाना खाँदाखेरि, अनि हरियो सागसब्जी आँखाको ज्योति। खाजा चाहिँ मेवाको खाने। अर्ग्यानिक मेवा खाने। यहाँ युरिया रासायनिक मलहरू यहाँ परेको छैन। यो सिरी बाख्राको जुतो, सुँगुरको लिदी र भैँसीको गोबरहरू मात्रै परेको छ यो बारीमा, अनि यो खाने हो। अनि खाजाको रूपमा, अनि बलियो नभए पनि, अब दुब्लै भए पनि जो पायो त्यो दुख्ने रोग नलागिकन कहिलेसम्म बाँचिन्छ तहिलेसम्म सकुशल बाँच्न सकियोस् भन्ने मेरो उद्देश्य हो। म त्यहाँ बलियो हुनु पनि छैन, दुब्लो भइयोस्, तर जिउमा दुख्ने, पोल्ने, चिलाउने, एलर्जीहरू, रोगहरू नहोस्। हुन त एउटा रोग भएर पित्त झिकेर फ्याँकिदिएको स्टोन भएर फेरि अर्को स्टोन नहोस्, कलेजोमा स्टोन नहोस्, मूत्रथैलीमा नहोस्, मलद्वारमा नहोस्, मृगौलाहरूमा नहोस्, कुनै पनि रोग नलागोस् भन्ने उद्देश्य हो। अब परमेश्वरी इच्छामा चाहिँ अब कुनै रोगहरू लाग्ने आफ्नोलाई लेखिएको छ भनेदेखि त के चल्यो, होइन भनेदेखि रोग नलागोस्, अर्ग्यानिक फलफुल खाउँ भन्ने चाहिँ मेरो उद्देश्य। ल।